High in the hills, in the quiet land, life moves with the rhythm of nature. Every morning, the hills wake first, and the village follows with work in the fields, with tired hands and hopeful hearts. Here, progress is not measured by roads or buildings, but by resilience, courage, and dreams carried forward each day. Among these paths, a child walks to school not just carrying books, but carrying hope. Hope for knowledge, hope for change, hope for a future brighter than yesterday. In this rural land, education is not easy. It requires distance, discipline, and determination. Yet, under open skies and warm sunlight, learning continues. यो ठाउँ चाहिँ तपाईँ लिखुतामागोसी गाउँपालिका रामेछाप जिल्लाको लिखुतामागोसी गाउँपालिका त्यसमध्येमा पनि अलिकति लेक साइड हिमाली क्षेत्रमा पर्ने यो अलि विकट ठाउँ हो र यहाँनिर चाहिँ यो विद्यालय चाहिँ 2050 सालमा स्थापना भएपछि सुरुवातको फेजहरुमा देखिन चाहिँ अलिकति एकदम क्रिटिकल कन्डिसनबाट चाहिँ हामीले चाहिँ एकदमै सुख तरिकाबाट चल्दै आएको विद्यालय हो र अहिले यो चाहिँ 1 कक्षादेखि 5 कक्षासम्मको चाहिँ कक्षाहरु सञ्चालन भइरहेको छ। यहाँनिर चाहिँ हामीले अब यो विकट ठाउँमा भूगोल अलि ठूलो भएको छ र यहाँनिर चाहिँ 3-4 वटा गाउँको विद्यार्थीहरु चाहिँ यस ठाउँमा आउँछ। तर पनि यहाँनिर अब विद्यार्थीहरु चाहिँ बिस्तारै अलिकति यहाँ शिक्षकको अलिकति कमी अनि अब शिक्षक दरबन्दीको कमी अनि भवनहरु चाहिँ अलिकति सोचे जस्तो भवनहरु चाहिँ नभउँदाखेरि र कक्षाको व्यवस्थापनमा पनि अब हामीले अलि आधुनिकीकरण अब अलिकति प्रविधि मैत्री बनाउन नसकेको कारणले गर्दाखेरि चाहिँ अहिले विद्यार्थीको अवस्थाहरु चाहिँ एकदमै अब अलि कम भएको अवस्थाहरु छ र त्यसलाई हामीले चाहिँ यो केन्द्रको स्कुल भएको हुनाले चाहिँ विद्यार्थीहरु कम हुँदै जाँदाखेरि भोलिको दिनमा चाहिँ यहाँले चाहिँ केन्द्रको स्कुलमा चाहिँ हामीले सबै प्रविधि मैत्री अब टेक्नोलोजीसँग चाहिँ एड गर्न नसकेको अवस्थामा चाहिँ यहाँनिर चाहिँ एउटा तामाङ बस्ती अब एउटा चाहिँ हाम्रो जातित्व चाहिँ यहाँ कम्प्लिटली अब यो स्कुलमा चाहिँ अब एकल जातित्व बच्चाहरु नै रहेको छ र अहिलेसम्म यहाँ अरु जातित्वहरुको बच्चाहरु चाहिँ एकदमै छैन र आउने दिनमा पनि यो बच्चाहरुलाई चाहिँ एकदम अब मातृभाषी बच्चाहरुलाई अब राम्रोसँग चाहिँ माथि बच्चाहरुको चाहिँ पढाइलाई उठाउनको लागि चाहिँ यसलाई अब राम्रोसँग उसलाई चाहिँ आफ्नो मातृभाषाबाट चाहिँ अब नेपाली भाषामा कसरी अगाडि बढाउन सकिन्छ त्यो कुराहरु हामीले राम्रोसँग कम्युनिकेसन गर्न सक्यौं भनेर यो विद्यालयलाई चाहिँ हामीले कक्षा कोठाहरु एकदमै राम्रो बनाउन सकेर त्यसपछि फेरि एकजना चाहिँ हामीले चाहिँ अब एकदमै डेडिकेटेड अब स्थानीय तरिकाको चाहिँ शिक्षक भयो भने चाहिँ बच्चाहरुलाई अनि त्यसको बच्चाहरुको चाहिँ आमाबुवाहरुलाई अभिभावकहरुलाई पनि फेरि समेटेर चाहिँ यहाँ सँगसँगै बच्चा पढाउँदै गर्दाखेरि चाहिँ आमाबुवाहरु यहाँ बस्दै गर्दाखेरि चाहिँ उनीहरुको आय आर्जन र आफ्नो चाहिँ कृषि पेशा यहाँ वरिपरि भएको अवसरहरुलाई चाहिँ कसरी प्रयोगमा ल्याउने भन्ने कुरालाई पनि हामीले सँगै जोडेर अगाडि बढाउँदा चाहिँ यो ठाउँ चाहिँ एउटा नमुना बन्छ भन्ने चाहिँ हामीले सोचेका छौं र यसरी नै यो सँगै राखेर हामीले यसरी चाहिँ सबैलाई जोडेर शिक्षा स्वास्थ्य र रोजगारलाई सँगै जोडेर हामीले परियोजनाहरु अगाडि बढाउँदाखेरि चाहिँ यो चाहिँ नमुना प्रोजेक्ट पनि हुनेछ र यो ठाउँको अब विभिन्न स्रोत साधन त्यतिकै खेर गइरहेको स्रोत साधनलाई पनि हामीले जोडेर चाहिँ गर्न सकिने भएको हुनाले चाहिँ म यहाँबाट चाहिँ एउटा यो कुरा पनि आह्वान गर्न चाहन्छु कि हरेक इच्छुक संस्थादेखि लिएर सबै व्यक्तित्वहरुले चाहिँ यो ठाउँलाई एउटा नमुनाको रूपमा बनाउनको लागि चाहिँ हातेमालो गर्दाखेरि चाहिँ यो एउटा नमुना योजना प्रोजेक्ट बन्नेछ भन्न चाहन्छु। रामेछाप जिल्ला लिखुतामागोसी गाउँपालिका वडा नम्बर 1 दुरागाउँ फेदीमा रहेको यस विद्यालयमा शिशु कक्षादेखि कक्षा 5 सम्म अध्ययन छन्। यस विद्यालयमा 4 वटा गाउँबाट विद्यार्थीहरू पढ्न आउँछन्।
यस विद्यालयबाट अन्य विद्यालय जान लगभग 4 घन्टा जति समय लाग्छ र अरू विद्यालय पनि यस विद्यालय बाहेक विकल्प रहेको छैन र यस विद्यालयमा नै विद्यार्थीहरू पढ्न आउनुपर्ने बाध्यता छन्। तपाईँहरूले गाउनुहोस् ल अब है। खेल्न पाउने पनि के हो त हाम्रो बाल अधिकार हो नि, हो कि होइन? हो। त्यसै कारण हाम्रो विद्यालयमा चाहिँ विशेष गरिकन विद्यार्थीहरू त हुनुहुन्छ, तर पनि पहिलाको तुलनामा अलिक कमी भएको अवस्थाहरू छ। किनभनेदेखि अहिलेको जुन आधुनिक युगमा चल्नुपर्ने कुराको कारणले गर्दाखेरि चाहिँ हाम्रो धेरै कुराहरू आवश्यकता पनि छ। हामीलाई सेवा सुविधाको कमीको कारणले गर्दाखेरि चाहिँ सबैजना अलि जुन त्यो सेवा सुविधाको खोजीको कारणले गर्दाखेरि चाहिँ सबैजना सहरीकरणको कारणले गर्दाखेरि चाहिँ विद्यार्थीहरू अलिकति आउन अलि कमी भएको हो कि, र हामीले हाम्रो विद्यालयबाट दिनुपर्ने सेवा सुविधाहरू अलि दिन नसकेको कारणले गर्दाखेरि चाहिँ विद्यार्थीको अलिक कमी भएको छ। र हामीले चाहिँ यो सेवा सुविधाहरू दियौँ र अहिले विद्यार्थी र अभिभावकलाई हामीले आकर्षक रूपमा अगाडि लान सक्यौँ भने चाहिँ अनि यस विद्यालयमा चाहिँ राम्रो हुन्छ भन्ने हामी आशा गरेका छौँ। अनि त्यसै गरिकन गर्दाखेरि हाम्रो जति पनि यहाँनिर विभिन्न भौतिक पूर्वाधारहरूको आवश्यकता छ, किनभने हामीसँग रहेको कुराहरू चाहिँ अलि जीर्ण रूपमा रहेको कारणले गर्दाखेरि अनि कक्षा कोठा अनि हाम्रो जुन म्यानेजमेन्टको कुराहरू, विद्यार्थीलाई गर्ने आकर्षितका कुराहरू चाहिँ हामीलाई अलिकति अभाव रहेको छ। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले विद्यार्थीलाई अलिकति आकर्षित गराउनको लागि चाहिँ हामीलाई यो सेवा सुविधाको अलि आवश्यकता रहेको छ। र अनि सेवा सुविधाको कारणले गर्दाखेरि चाहिँ अलिकति हामीलाई समस्या भएको हो कि भन्ने लागेको छ। मेरो सानो छोरी एउटा यहीँ पढ्छ यो स्कुलमा, अनि आजसम्म अब यस्तै हो। अब हामीलाई चाहिँ भाइहरू आइदिनु भयो। अब योभन्दा आजदेखि भन्दा झन् आगामी दिनमा झन् राम्रो, अब तपाईँहरूले नि यसो हेरिदिनु भयो भने झन् राम्रो हुन्छ। सधैँ अब निरन्तर हेरिदिनु होला, अघि बढ्न हाम्रो बच्चाहरू पनि राम्रोसँग यहीँ पढ्न पाउन्। बाहिर यताउति अब टाढा छ स्कुल, हाई स्कुल टाढा छ होइन, 5 सम्म मात्रै छ यहाँ। अब तपाईँहरूले यसरी हेर्दै जानुभयो भने 10 सम्म यहीँ भए झन् राम्रो। हाम्रो बच्चाहरू यता बाहिर अब आमाबाउभन्दा टाढा राख्दा अलिक असुविधा, अब राम्रो पनि नहुने, आमाको मनले नमान्ने होइन, के गर्यो कस्तो गर्यो। यस विद्यालयको भाइ बहिनीहरूलाई अलिकति कमजोरी नै छ, पढाइमा नि अलिक कमजोरी छ, अलिकति अब टिचरहरू पनि धेरै छैन होइन। लगभग पनि मेरो सोचाइ लागेको थियो चाहिँ अब यहाँ केही नभए पनि 5 सम्मको छ, 10 सम्मको टिचरहरू पाएको भएदेखि हामीलाई धेरै सुविधा हुन्थ्यो। किनभने यहाँबाट 4 घन्टाको बाटो हिँड्नुपर्छ, 6 कक्षादेखि उँधो झर्दाखेरि उँभो जाँदा 4 घन्टा दुरागाउँ झर्नुपर्छ। त्यसै कारणले भाइहरूले नै अब केही गर्यो भने, केही पोल गरिदियो भने त्यसको लागि नै अब 10 सम्म नै यहाँको विद्यालय आयो भने म धेरै भाइहरूलाई धन्यवाद भन्चाहरूलाई धेरै धन्यवाद दिन चाहन्छु है। हस् त मेरो Hola,